Hello everyone, welcome to my YouTube channel. हरेक बुधबार गोरखापत्र अनलाइनमा रहेको समसामयिक लिएर म उपस्थित भएको छु। आज मिति रहेको छ 2082 साल माघ 14 गते। क्वेसन नम्बर 1 मा रहेको छ कार्बन उत्सर्जन न्यूनीकरण तथा वन पैदावार मार्फत कार्बन शोषित गर्दै विश्व बजारमा कार्बन व्यापारलाई औपचारिकता दिने एसियाको पहिलो मुलुक कुन हो? नेपाल हो। क्वेसन नम्बर 2 मा रहेको छ नेपाल र साउदी अरब बीच श्रम सम्झौतामा हस्ताक्षर कहिले भएको हो? सन् 2026 जनवरी 25 मा भएको हो। त्यसै गरी क्वेसन नम्बर 3 मा रहेको छ आर्थिक सर्वेक्षण 2081-82 अनुसार वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा खुला गरिएका मुलुकहरूको सङ्ख्या कति रहेको छ? 111। व्यक्तिगत रूपमा खुला गरिएका राष्ट्रहरू 178 रहेको छ। क्वेसन नम्बर 4 अफ्रिका कप अफ नेसन 2026 को उपाधि जित्ने राष्ट्र कुन हो? सेनेगल हो। क्वेसन नम्बर 6 मा रहेको छ स्मार्ट सहरी योजना र विकास सम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो? विक्रम सम्वत 2082 कार्तिक 16-17 काठमाडौँ घोषणापत्र जारी गरियो। त्यसै गरी क्वेसन नम्बर 7 मा रहेको छ सरकारले विभिन्न 6 सेवा क्षेत्रलाई राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा जोड्न निर्णय कहिले गरेको हो? विक्रम सम्वत 2082 कार्तिक 12 मा। क्वेसन नम्बर 8 पछिल्लो प्रतिवेदन अनुसार एआई प्रयोगमा नेपाल कतौँ स्थानमा रहेको छ? 76औं स्थानमा 147 देशमध्ये। त्यसै गरी क्वेसन नम्बर 9 जतिसुकै प्रयास गरे पनि सूर्य चन्द्रमा र सत्यलाई कहिल्यै छोप्न सकिँदैन भन्ने भनाइ कसको हो? गौतम बुद्धको हो। क्वेसन नम्बर 10 सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने अधिकतम सिमाना हटाउने निर्णय कहिले गरेको हो? 2082 साल माघ 8 गते गरेको हो। क्वेसन नम्बर 11 अमेरिकाको ब्रुमफिल्ड सिटी र ललितपुर महानगरपालिका बीच भगिनी सम्बन्ध कहिले कायम भएको हो? विक्रम सम्वत 2082 पुस 28 गते। त्यसै गरी क्वेसन नम्बर 12 मा रहेको छ सही निर्णय ज्ञानबाट आउँछ र सही ज्ञान अनुभवबाट भन्ने विचारको हुन्? प्लेटो हुन्। क्वेसन नम्बर 13 मुगु जिल्लामा अवस्थित कोइकी हिमाल 6169 मिटरमा पहिलो पटक सफल आरोहण कहिले गरिएको हो? विक्रम सम्वत 2082 साल कार्तिक 3 मा गरिएको हो। क्वेसन नम्बर 15 राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको स्थापना कहिले भएको हो? विक्रम सम्वत 2022 माघ 10 गते भएको हो। क्वेसन नम्बर 16 काठमाडौँ महानगरपालिकाद्वारा 70 वर्ष नागेका नागरिकलाई कहिलेदेखि घरमै पुगेर स्वास्थ्य सेवा दिने निर्णय गरिएको हो? विक्रम सम्वत 2082 माघबाट। क्वेसन नम्बर 17 सन् 2026 जनवरी 1 देखि कार्यक्रम सुरु हुने गरी संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद चयन भएका नयाँ अस्थायी राष्ट्र कुन कुन हुन्? बहराइन, कङ्गो, लाइबेरिया, कोलम्बिया र लाटभिया। कार्यक्रम समाप्त सन् 2027 डिसेम्बर 31। क्वेसन नम्बर 18 16औं 2081-82 देखि 2085-86 योजनाको अन्त्यसम्म नेपालको बेरोजगारी दर कति जाने लक्ष्य लिएको छ? 5%। क्वेसन नम्बर 19 आर्थिक सर्वेक्षण 2081-82 अनुसार सबैभन्दा धेरै आर्थिक वृद्धि दर भएको प्रदेश कुन हो? गण्डकी प्रदेश। क्वेसन नम्बर 20 विश्व भन्सार दिवस कहिले मनाइन्छ? जनवरी 26 मा मनाइन्छ। यस्तै इन्फर्मेटिभ भिडियोको लागि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला र मेरो भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनुहोला। थ्याङ्क यू फर वाचिङ।